स्वागत छ लिप्चिनी ब्लगमा। आज म तपाईहरुलाई झरी च्याउ देखाउने छु। हेर्नुस् ल, लास्टसम्म पुरा फलेको रहेछ नि त। अन्त तपाईहरुलाई पनि देखाउँ भनेर यसो यहाँतिर फलेको रहेछ हो। ए यो चाहिँ अस्ति 2-3 दिनको पानीले हेर्नुस् त गाइस, मजाले फलेको छ। यो फर्स्ट हो हामीले। यो तल पनि छ कि, म अहिले देखाउँछु। लास्टसम्म हेरिदिनुहोस् होला। लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् होला। अब यता पर छ हो, यता पनि हेर्दै जाउँ। यता थियो त्यो च्याउहरू चाहिँ हो। तिमी अब यता छ, अब यहाँ छ। यहाँ हेर्नुस् न, यस्तो जग्गामा पनि फलाउँदो रहेछ। देखो हेर्नुस् त, अब उतल छ। ओ यहाँ बाजे नातिनी यहाँ पनि देखेको थियो मैले। तिमी हजुर यहाँ पनि रहेछ। अप्ठ्यारो रहेछ छ भने चाहिँ। यतिर पनि छ। यहाँतिर पनि रहेछ। आमामामामामा च्याउ भन्ने त यता पनि जाँदा पनि उता पनि। अब यहाँनिर छ हो, तपाईहरुलाई देखाउँदै जान्छु। हेर्दै जानुस् होला। तिर पलाएको छ च्याउ भन्ने कुरो। उपरसम्म छ। हेर्नुस् न, हेर्नु छैन उपर भित्तातिर हो। मैले चाहिँ यो लिएर आएको छु टिप्नुलाई। हेर्नुस् त, पुरा छ झरी च्याउ। हेर्नुस् त गाइस, कति मनपर्छ। कोलाई मनपर्छ लाइक कमेन्ट गर्नुहोस् होला। लाइक पो भन्दैछु, यस्तो छ मेरो दिमाग। आज चाहिँ म अहिले अघि उठेको नि त हो गाइस। उठ्ने बित्तिकै यहाँ माथि च्याउ देखेँ। त्यहाँदेखि यताउता हेरेको त सबैतिर च्याउ पलाइरहेको रहेछ र टिपेको नि। यस्तोतिर त हुँदोरहेछ गाइस। हेर्नुहोस् न, मजाले पलाएको छैन। कोलाई मनपर्छ कमेन्ट गर्नुहोस् होला है। म ल्याइदिनु त सक्दिनँ, यसो फोटो पठाइदिन्छु। सकिसके हो, मसिनो मात्रै छ। अब त्यो त छोडिदिनु पर्यो। यो यतातिर रहेछ। हेर्नुहोस् न भाइ, यस्तो चेपतिर पनि छ। यतातिर त कसरी टिप्नु है, साँप हुने डर हुन्छ हो।
हेर्नुहोस् यस्तो देखेन त भाइ गाइस इ यस्तो चेपतिर पनि छ त्यो चेपमा चाहिँ यत्रो रहेछ यस्तै अफ गरौँ हो ल म चाहिँ यता निस्केँ हो अर्को चाहिँ अब फेरि यता जान्छु यतालाई पनि देखेँ हो गाइस यता पर छैन होला है चिप्ले हेर्ने चाहिँ सिधै तल उतल बाख्राकोटमा यो आपाले खानु भएको इ यहाँतिर पनि रहेछ निकै रहेछ यो अस्ति आपाले देखेको थियो होला रहेछ उतल भनेको है उतल घर मुनितिर खोजेनी छ अझै हो अन्त त अस्ति होइन आज बेलुकाको पानी ल्यायो है हिजोतिर थिएन नि त ल्याऊ को चाहिँ हाँ किन कसले थिएन भन्यो फेरि त्यो भेटेको छ उता नै भनेको पो त फर्स्टको च्याउ त मिठो हुन्छ नि है एकचोटि खाँदा पो मिठो हुँदैन त तिमीलाई भेट्न आउँदैछ माथितिर पनि रहेछ नि जानु त कि सक्दैन भेट्दैन म गाइस यो माथिको चाहिँ गाइस म चाहिँ अहिले यताबाट फेरि यता यहाँ घर मुनि आएको छु हो बाटो अप्ठ्यारो थियो र बनाइन नि त भ्लग त्यसैले मैले यहाँ सिधै यहाँ आएर बनाएको यहाँतिर पनि रहेछ हो यहाँ चाहिँ अदुवाबारी हाम्रो ज्यादा त छैन अलिकति त्यो पनि आपाले रोप्नु भएको ल गाइस अब चाहिँ म यता टिपिहालेँ हो यत्रो पो हालेँ अब चाहिँ म घर जाँदैछु यस्तोहरू हुन्छ गाइस रुखको फेदतिर यस्तो यो बोल पनि थिएछ हो यो चप्ली यहीँ खोलेर गएको चिप्लेर यो बुढोको थिएन चाहिँ उयो रुखको पछि थिएछ गाइस आजको भिडियो यति नै